हेलो साथीहरू, तपाईहरुलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आउनुहोस् है त आलु पराठा बनाऊ। आलु पराठाको लागि चाहिँ मैले आलु पखालेर कुकरमा बसालिसकेको छु। अब म पिठो मुस्दै छु। पिठो मुसेर चाहिँ हामी डो तयार गर्छौं पराठाको लागि। पराठालाई अति मिठो लाग्छ के साथीहरू मलाई। अब म धनिया लिन जान्छु। आफ्नै बारीको यो चाहिँ लोकल धनिया हो के साथीहरू। अब त्यही आलु पराठामा मिसाउँछ प्याज अनि धनिया। हरियो खोर्सानी पनि मिसाउन त मिल्थ्यो, तर मेरो बेबीलाई पिरो हुन्छ, त्यही भएर हरियो चाहिँ नमिसाएको। अब हामी प्याज अनि धनिया कटिङ गर्छौँ। त कटिङ गरेर रेडी भइसकेको छ। अब मेरो आलु पनि पाकिसकेको छ। अन्डा उसिनेको छ एउटा मेरो राजाको लागि। उहाँ चाहिँ अन्डा खाँदै हुनुहुन्छ है साथीहरू। अनि आलुको बोक्रा पनि मैले तासिसकेँ। अब म म्यास गर्छु है त आलुलाई। यो म्यासरले चाहिँ धेरै सजिलो हुन्छ साथीहरू। यो चाहिँ मेरो बेबीको सानो बच्चाको हातमा नपोल्ने पनि म्यास गर्न एकदम सजिलो कि, अनि धुलो बनाउने पनि धेरै सजिलो छ। अब चाहिँ हामी मिक्स गर्छौँ। मैले नुन खोर्सानी मसला हालेर चाहिँ किमा तयार गरिसकेँ। मोमो जस्तै हो साथीहरू। अब मोमो पनि बनाउँछौँ हामी आलु पराठाको लागि मोमो है त। मोमो पनि तयार हुन लागिसकेको छ। अब मोमो जसरी नै प्याकिङ गरेपछि मोमो जस्तै भन्न मन लाग्यो मलाई चाहिँ। फाइनली तयार भइसकेको छ पराठाको। अब हामी बेलेर पराठा बनाउँछौँ है त। तपाईहरुलाई कतिको मनपर्छ साथीहरू पराठा? मलाई चाहिँ मनपर्छ है त। तपाईहरुलाई मैले चाहिँ फाइनल तयार गरिसकेँ पराठा। अब म प्यानमा बसालिरहेको छु। प्यानमा बसाल्दै थोरै थोरै घिउ हाल्दै गर्नुपर्छ है साथीहरू, अनि मिठो हुन्छ। यो चाहिँ मेरो मम्मीले पठाउनु भएको, गाउँबाट पठाउनु भएको लोकल घिउ है त साथीहरू। मैले चाहिँ पराठा पकाइरहेको छु। यताउता फर्काइ। मलाई चाहिँ पराठा बनाउन चाहिँ मेरो दिदीले सिकाउनु भएको है साथीहरू। पहिला मलाई पनि आउँदैन थियो। अब चाहिँ मलाई आफूलाई पुग्ने गरी बनाउन आउँछ। तपाईहरुलाई बनाउन आउँछ कि आउँदैन साथीहरू, कृपया कमेन्ट गर्नु होला। मेरो पराठा चाहिँ तयार हुँदैछ। यसरी थिची थिची पराठा पकाउनु पर्छ, अनि मिठो हुन्छ है साथीहरू। पाक्छ पनि भित्रैसम्म। म पराठा पकाउँदा पकाउँदा मेरो छोरीलाई चाहिँ खान मन लाग्यो रे, मेरो मालिकनीलाई। मैले चाहिँ उहाँलाई पराठा लगिदिइसकेँ। अनि टिभी हेर्दै मोज। मेरो छोरीको आजभोलि स्कुल बिदा हो, त्यही भएर दिनभरि मोज छ मेरो छोरीको। खान मन लाग्यो रे, खान पोल्यो रे बिचरा।